जंगल त गएछ त नि कस्तो थियो जङ्गल हाई गाइज नमस्ते भ्लगमा स्वागत छ अनि तपाईहरु नयाँ हुनुहुन्छ भने यो मेरो च्यानललाई सब्स्क्राइब अनि लाइक शेयर पनि गरिदिनु होला मलाई माया गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला अनि आज चाहिँ मेरो बुढीले अस्तिदेखि कपाल काट्नु भनिरहेको थियो क्या मेरो चाहिँ एकदम लामो थियो अनि कर्ली पनि थियो क्या कस्तो झिङ्रिङ्ग हुन्थ्यो क्या अनि के अरे काट्नु भनिरहेको थियो अनि मैले चाहिँ आज उसले थाहा नपाइकन कपाल काटेको छु ऊ बाहिर गएको छ अनि ऊ आएपछि को रियाक्सन कस्तो हुन्छ हेरौँ है त गाइज ओके के ल्या भित्र आएर त दुम्सी तरकारी ल्याउँछ तरकारी के त नि मेरो यो हातमा लाउने ल बाला अनि मेरो यो घडी लाउने ल सबै आज भिजेर आयो ट्याक्क आइपुग्यो यही हो मेरो बुढी चाहिँ यसको अनि टाउको खोला त्यो यस्तै हो कस्तो देखेको कसले काट्नु भनेको यसरी कस्तो देखेको तरुनी देख्छ त राम्रो छैन कसले सिकाएको त यस्तो काट्न चाहिँ अलि योहरू अलिक छोटो गर्नु अझै यस्तै यता साइड साइड र जङ्गल त गएछ त नि कस्तो थियो जङ्गल यस्तो भनेर गर्ने तिनीहरू रमाउँछ होला भने कस्तो हुन्छ एक्स्ट्रा के भन्छ भनेर भनेको त पुरै खोला त भन्दा पक्नु पारे कि क्या हो भनिरहेको त कपाल काट्यो भनेर थाहा थिएन कपाल काट्यो भनेर थाहा थिएन थाहा थिएन नि यो खोला त भन्दाखेरि त अनि खोला त भन्दा यो बाँध्दा चाहिँ के सम्झेको थियो त तिमीले केही न केही म त हिरो बनेर भिडियो बनाइरहेको होला भनेर ए यो बाँधेर कपाल काट्यो भनेर सँग गरेको थिएन ल है त गाइज भिडियो हेरेर एकदम लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् अनि कस्तो लाग्यो तपाईँहरूलाई भिडियो ओके नमस्ते